न देश स्टनले बन्छ न देश उक्काम टुक्काले बन्छ। देश बन्न त सही नियत भएको मान्छे सरकारको नेतृत्वमा पुग्नु पर्छ। मन्त्रीहरू सबै सक्षम हुनुपर्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्री र उनीहरूका रवैया यस्ता छन्, सुन्नु मात्रै भयो भने पनि तपाईहरूलाई यिनीहरूबाट शासित भएकोमा आफैलाई धिक्कार्न मन लाग्नेछ, आफैलाई हेरी रिस उठ्नेछ। नम्बर 1 पृथ्वी सुब्बा गुरुङ सञ्चार मन्त्री। सबैभन्दा यो सरकारको नमुना मन्त्री पृथ्वी सुब्बा गुरुङ छन्। यिनको शैली हेर्दा लाग्छ अब यिनी नभएपछि सर्कस चल्न बन्द हुनेछ। सर्कसमा हँसाउन राखिएको जोकर भन्दा कम छैनन् हाम्रा सञ्चार मन्त्री। चैत 11 गते सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो। कुलमानलाई हटाएर बाहिर निस्किएपछि पत्रकारहरूले सोधे, कुलमानलाई हटाउनु भएको हो? मन्त्रीले उल्टै प्रश्न सोध्दै भने, को कुलमान, कसले हटायो? कुलमान घिसिङलाई हटाएको भन्ने खबर छ। कसले कुलमान घिसिङले भने? होइन, सुरतले भनेको हाम्रो सरकारले त थाहा छैन। तर भोलिपल्टै फेरि आफैले हटाएको निर्णय सुनाए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भएको छ। सरकारका निर्णयहरूको आधिकारिक जानकारी दिने व्यक्ति नै सरकारको प्रवक्ता हो। जान झुट बोल्नु गम्भीर अपराध हो। तर यस्तै झुट फेरि यिनले बुधबार पनि बोले। यो सुनौ। विज्ञान प्रविधि मन्त्रालयका मन्त्रीले राजीनामा दिएको भन्ने कुरा चाहिँ सरकारको जानकारीमा छैन। सरकार प्रधानमन्त्री कार्यालयमा दिएको निवेदन दिएको भए, राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याबिनेटको मिटिङमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्री नै हो। आजको दिनसम्म हामीलाई चाहिँ उहाँले राजीनामा दिएको जानकारी छैन। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएर प्रधानमन्त्रीले यसमा जानकारी दिइसके। त्यसको केही समय भई रघुजी पन्तलाई नयाँ शिक्षा मन्त्री बनाउने निर्णय पनि भइसक्यो। तर सरकारका प्रवक्ताको रमिता यतिसम्म चल्यो कि मन्त्री परिषदकै निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने सरकारलाई राजीनामा दिएको विषय जानकारीमै छैन। यिनले भनेको कुन चाहिँ सरकार हो, यिनी कुन सरकारको मन्त्री र प्रवक्ता छु, प्रदेशको कि विदेशको भन्नेमै कन्फ्युजन छन् कि भन्ने भान हुन थालेको छ। नत्र कुनै बेला नाइ मलाई थाहा छैन भन्ने रविकै नयाँ अवतार बन्दैछन् पृथ्वी सुब्बा। गेट पालेको हैसियत भएका सुब्बालाई मन्त्री बनाएपछि मनोरञ्जन मिलिरहेको छ। यिनले फेसबुक सञ्चालक मेटालाई पटक पटक धम्काइरहेका छन्। फेरि शुक्रबार 7 दिनभित्र दर्ता नगरे फेसबुक, मेसेन्जर, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुने धम्की दिएका छन्। मेटालाई नेपालमा प्रतिबन्ध भए पनि केही फरक पर्दैन। तर भोलि मन्त्रीकै चारपाटा मोड्न जनता जाग्नेछन्। यिनले आफ्नै फेसबुक बन्द गरेका छैनन् अनि मेटालाई चेतावनी दिइरहेका छन्। नम्बर 2 रघुजी पन्त शिक्षा मन्त्री। यस्तै ओलीका हल्लुड र हरिलट्टक अर्का मन्त्री छन् जो विद्या भट्टराईले राजीनामा दिएपछि चिट्ठा परेका पात्र हुन्। नत्र क्षमता र नैतिकताका हिसाबले कुरा गर्ने हो भने त रघुजी होइन, रघुछी भन्नुपर्ने पात्र हुन्। किनकि यिनले कोमल ओलीलाई केपी ओलीले सांसद बनाएपछि भनेका थिए, सारी सरक्क सारेर सेता पिडौला देखाएपछि केपी ओलीले सांसद पद दिइहाल्नुहुन्छ। कपाल फुलेर चौरी परेका